परदेशी जीवन। ए छोरा है, अब त साउदी अरब जाँदैछस्। अब साउदी अरबमा धेरै दुःख पाइन्छ है। अनि अब आमा पनि छैन तेरो। अब तैँले धेरै मेहनत गर्नु परेपछि हाम्रो लागि सुखको लागि तैँले धेरै मेहनत काम गर्नु पर्यो। अब झै झगडा नगर्नु, साउदी अरब भनेको डेन्जर ठाउँ हो। झै झगडा नगर्नु, मजाले मिलेर साथीभाइसँग काम गर्नु। हुन्छ बुवा, म जान्छु, कमाउँछु पैसा कमाएर आउँछु, म तपाईँलाई नै खुसी राख्नेछु। ठिक छ मेरो छोरा, बुझाकी छ मेरो छोरा। बाई बुवा। حضرة الضيوف الكرام أسعد الله مساءكم بكل خير. अरबी मालूम? हिंदी मालूम? हाँ, हिंदी आता है। ओके, चल ठीक है। स्वागत है। Ana Gupta, anta na kita na start. चलो आ जाओ। बैग रखो यहाँ पे, बैग रखो। हाँ भाई लोग, ये नया बंदा है, इसका ध्यान रखना तुम लोग, ठीक है? हाँ मोदी, हाँ हम ठीक है, ठीक है, ठीक है। हम लोगों के साथ रहेगा और अच्छे से रहेगा, अच्छे से रहेंगे हम लोग। अब कुछ भी प्रॉब्लम होगी तो मुझे बताओ, ओके? ओके चलो ठीक है, मैं जा रहा हूँ। हामी सिनियर कफी खाना भाई, तेरा नाम क्या हो? मेरा नाम हेमंत राजपाल। कहाँ बता है? मैं विराटनगर। ल ठिक छ भाइ, अब यहाँ भेट्छ, तिमी चाहिँ यहाँ बस्नुपर्छ हैन। हामीले भनेको कुरा मान्नु पर्यो। हामी सिनियर हो, तिमी भनेको जुनियर हो, त्यही कारण तिमी हामीले भनेको सबै कुरा मान्नुपर्छ। भाइ बेन तल राख, बेन तल माथि बेन राख। माथि राख्नु पर्दैन, तल राखेर माथि राख्नु गर्न सक्दैन। देखाइ नहीं। भाई, ए भाइ उठ, ड्युटी जाने टाइम भयो, खाना नबनाउने? म बिरामी छु, एक दिन आयो भएको बिरामी पुरै सडक नै गरिरहेको छ। अनि खाना कसले बनाइदिन्छ त? बनाइदिनु नाला, भोलिदेखि म बनाउँछु। ल ल ठिक छ भाइ, तिमी रेस्ट गर, म ठुलो दाइले भनेर आउँछु। भाइ, ऊ मान्छेको ज्वरो आएको छ, त्यो भनिसक्यो कि म खाना बनाउन सक्दिनँ। त्यसो भन्न कहाँ आउँछु होइन? त्यो मान्छे हिजो आएको छ, हिजो आएर ज्वरो लाग्छ त्यसलाई। त्यसरी हुन्छ त हामी बनाउँदैन, हामी सक्दैन त्यसरी। उसको के रिन खाइदिएको छ हामीले? घरैन नि, खाना बनाउनु पर्दैन? त्यसो भनेर हुन्छ हामीले के खाइदिएको छ तिम्रो? आफै बनाउने, आफै खाने, आफै लिएर जाने, आफै लिएर जाने, हामी बनाएर खुवाउँदैनौँ। त्यसरी हुन्छ? आफै बनाउनु। ज्वरो आएको छ भनेर हुन्छ? एक दिन आएको भएन, ज्वरो आइसक्यो, ज्वरो आयो, खाना त बनाउनु पर्छ, यहाँ घर होइन, बनाएर कसैले त्यो दिन आफै बनाएर खानुपर्छ। हो, ठिक कुरा। ये
यत्रो दिन भइसक्यो पैसा दिएको अहिलेसम्म दिएको छैन। अब घरै गएर उसको घरै गएर म माग्छु पैसा। के छ भाइ? ठिकै छ भाइ मेरो त। अनि तिम्रो के छ भाइ? मेरो पनि ठिकै छ दाइ। अनि छोरो गएको यत्रो दिन विदेश भयो, यसो पैसा दिने कुरो पनि गर्नु न हजुर। भाइ छोरोको त धेरै भयो। अब उता साउदीमा साउले पैसा दिएन, त्यही भएर अब पठाउनु पनि पाएको छैन भाइ। अब के गर्नु है, अब दुःख छ के गर्नु। त्यसो भनेर कहाँ हुन्छ? यत्रो साल भइसक्यो हजुरले पैसा लानुभएको, अहिलेसम्म मलाई त समस्या छ, सामान दिनु पर्यो, तपाईँले दिनु पर्यो नि त सामान पैसा। यत्रो 2-3 साल भइसक्यो दिन खोज्नुहुन्न। त्यसैले म आज घरमै आएर अरूसँग कुरा गर्न भनेर आएको। भोलि मलाई भोलि नै चाहिन्छ मेरो पैसा। भाइ अब नरिसाउनु है, म छोरालाई एकचोटि फोन गर्छु, बुझ्छु होइन। तपाईँको अगाडि एकचोटि म फोन गरेर बुझ्छु। अनि त्यहाँ बुझेर अब उता सेलरी लगाइदियो भने म पठाइमाग्छु। अनि तपाईँको म एकचोटि बुझाउनेछु, नरिसाइहाल्नुहोस् न। ल ल म रिसाएको छैन। भोलि उसै नि छोरालाई फोन गरेर भन्नु म भोलि मलाई चाहियो, भोलि म आउँछु। साउले पनि धेरै टेन्सन दियो, छोराले पनि फोन गर्दैन। अब आज चाहिँ एकचोटि छोरालाई फोन गरेर बुझ्नु पर्यो। अब पैसा आयो भने हाल्दै छोरा भन्नु पर्यो। साउले साह्रै चिज गर्यो। बुवाको फोन। हेलो बुवा, सन्चै हुनुहुन्छ? म पनि सन्चै छु छोरा। साउले तँलाई त्यो रुम काटेर विदेश पठाएको। साउले साह्रै चिज गर्दैछ। तेरो सेलरी आएछ भने छोरा पैसा हाल्यो है। यहाँ साउले साह्रै चिज गर्नु दिनुपर्छ। के गर्ने बुवा, यहाँ पनि पैसा दिएछैन साउदीले। 12 घण्टा ड्युटी गराउँछ, अहिलेसम्म पैसा पनि दिएछैन। ल छोरा, म पनि ड्युटीमा छ छोरा। बुवा ड्युटीमै छु, अहिले काम गरिरहेको छु। तपाईँलाई म फ्री भएपछि म कल गर्छु नि। साउदीले के भनिरहेछ त म तपाईँलाई कल गर्छु। हस् बुवा, हस्। यार साउदीले त पैसा दिएछैन, अहिले पनि दिन टाइम छ उसलाई। एकचोटिसँग कुरा गर्छु कि पैसा दिन्छ। नमस्कार भाइ, नमस्कार। यहाँ के काम लाग्यो भाइ? के गर्नु भाइ, घरबाट फोन आएछ, घर समस्या धेरै भयो। बुवाले फोन गर्नुभएको थियो यस्तो यस्तो छ भनेर। भाइ अहिले पैसा छैन है, माल पनि बिक्री भएको छैन। ल भाइ म एकचोटि साउसँग बुझ्छु, साउसँग छाएर म तिमीलाई हालिदिन्छु पैसा। हजुर दाइ, के भयो? के भयो? होइन घरबाट समस्या आएछ, बुवाले पैसा मागिरहेछ। उताले धेरै समस्या छ। सुपरभाइजरसँग कुरा गरेँ पैसाको, सुपरभाइजर सर त्यो पनि दिनु भएन। तपाईँहरूसँग छ भने दिनु न। हामीसँग छैन भाइ पैसा। अब हामीलाई त ऋण तिरेको छैन। अब तिमीलाई अब सहयोग गर्नको लागि अब हामी यहाँ कमाएको पनि होइन भाइ। हामीसँग त्यो पैसा पनि छैन। अब तिमी जे गर्छ जेसुकै गर, सुपरभाइजरलाई भन, मालिकलाई भन, आफै तिमी जेसुकै तिम्रो समस्या आफै टाढ। के गर्छौ साथीहरू? ठिक छ। ठिक छ नि होइन?
तिमी आफै गर, हाम्रोबाट आश नगर मेरो भाइ। कमाउँछु पैसा कमाएर आउँछु तपाईँलाई नै खुसी राख्नुहुन्छ। ठिक छ मेरो छोरा, बिरामी छ मेरो छोरा। हामीसँग छैन भाइ पैसा, अब हाम्रै त ऋण तिरेको छैन। अब तिमीलाई अब सहयोग गर्नको लागि अब हामी यहाँ कमाएको पनि होइन भाइ, हामीसँग त्यो पैसा पनि छैन। अब तिमी जे गर्छ जेसुकै गर, सुपरभाइजरलाई भन, मालिकलाई भन, आफै तिमी जेसुकै तिम्रो समस्या आफै टाढ। के गर्छौ साथीहरू? ठिक छ। साउले साह्रै चिज गर्ने छोरा, तपाईँको ऋण गरेर देश पठाएको साउले साह्रै चिज गर्दैछ। तर सेलरी आएको छ भने छोरा पैसा आयो, साउले साह्रै चिज गर्ने दिनुपर्छ। भाइ अहिले पैसा छैन है, माल पनि बिक्री भएको छैन।